आस्था, इतिहास र शक्तिको सङ्गम स्थल अर्घा भगवती देवीको मन्दिर अर्घाखाँची जिल्लामा अवस्थित छ। प्राचीन कालमा यस स्थानमा देवी स्वयं प्रकट भएको विश्वास गरिन्छ। अर्घा देवीको नामबाट नै यस जिल्लाको नाम अर्घाखाँची रहन गएको विश्वास गरिन्छ। अर्घा क्षेत्र पहिले एक शक्तिशाली राज्यका रूपमा चिनिन्थ्यो, जहाँ देवीलाई राज्यकी संरक्षक देवी मानी पूजा गरिन्थ्यो। मन्दिर पुनर्निर्माण गरी आकर्षक र भव्य बनाइएको छ। लाइटहरू जडान गरिएको छ, जसले गर्दा रातको समयमा मन्दिर अझ बढी आकर्षक देखिन्छ। धार्मिक मात्र नभई सांस्कृतिक पहिचान र एकताको प्रतीकको रूपमा रहेको अर्घा भगवतीको दर्शन गर्न वर्षेनी हजारौँ श्रद्धालु भक्तजनहरू आउनुहुन्छ। भक्तजनहरूले आफ्नो मनोकामना पुरा हुने विश्वासका साथ देवीलाई बलि चढाउने, पूजा आराधना गर्ने र हवन गर्ने चलन पनि रहेको छ। अर्घा भगवती मन्दिरमा विशेष गरी दसैँ, चैते दसैँ, नवरात्रि र तीजको बेलामा ठुलो मेला लाग्ने गर्छ। प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक तथा पुरातात्विक महत्त्व बोकेको अर्घा भगवतीको मन्दिर पहाडहरूको थुम्कोमा अवस्थित छ। मन्दिरबाट देखिने पहाडहरूको थुम्कोका दृश्य पनि आकर्षक छन्। सन्धिखर्क नगरपालिकाद्वारा अर्घा भगवती मन्दिरमा 10 फिट बेसमा 21 फिटको विशाल भगवतीको मूर्ति राखिएको छ। भगवतीको विशाल प्रतिमालाई एसियाकै सबैभन्दा ठुलो भगवतीको मूर्ति भनेर पनि मानिन्छ। बडा दसैँको घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म विशेष विधिबाट यहाँ पूजा गरिन्छ। कोजाग्रत पूर्णिमाका दिन सराय नाच हुने गर्छ। अर्घाको सराय नाच देशभर प्रसिद्ध छ। भगवती मन्दिरमा भौतिक संरचनाहरू थपिँदै छन्। लिच्छवी कालदेखि नै मन्दिरमा पूजाआजा हुँदै आइरहेको छ। लुम्बिनी आएका, सुप्पा देउराली आएका पर्यटकलाई सन्धिखर्क हुँदै अर्घा भगवतीसम्म पुर्याउन सकिने विश्वासका साथ अर्घा भगवती देवीको मन्दिरको पुनर्निर्माण अगाडि बढाइएको छ। हाम्रो धर्म, संस्कृति, सम्पदा नै हाम्रो अस्तित्वको कारण हुन्। यी सम्पदाहरूको संरक्षण गर्नु हामी सबैको कर्तव्य हुन्छ। भिडियो कस्तो लाग्यो प्रतिक्रिया दिनुहोला। अर्घा भगवतीले हामी सबैको रक्षा गरून्। सब्सक्राइब गरेर हामीसँगै जोडिनुहोला। तपाईँको दिन शुभ बितोस्। हामी फेरि अर्को भिडियोमा भेट्नेछौँ।